सावित्रा भण्डारी, जसलाई साम्बा भनेर पनि चिनिन्छ, नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी एक महत्त्वपूर्ण सदस्य र नेपालको सर्वाधिक गोलकर्ता हुन्। लमजुङ जिल्लाको एक सामान्य परिवारमा जन्मिएकी सावित्राले फुटबलप्रतिको आफ्नो लगाव र अथक परिश्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाएकी। सन् 2014मा भएको स्थानीय महिला फुटबल प्रतियोगिता उनको जीवनको महत्त्वपूर्ण मोड बन्यो। त्यहाँ उनको प्रतिभा देखेर एक राष्ट्रिय रेफ्रीले उनलाई काठमाडौँमा नेपाल पुलिस क्लब एपीएफको ट्रायल दिन प्रोत्साहित गरे। सीमित पैसा र पहिलो पटक किनेको फुटबल बुट बोकेर उनी काठमाडौँ आइन्। सुरुवाती दिनहरूमा आर्थिक अभाव झेल्दै उनले ट्रेनिङ स्थलसम्म हिँडेरै जाने र खानाको पैसा बचाउने गरिन्। उनको मेहनतले छिट्टै रङ ल्यायो। एपीएफ क्लबमा अनुबन्धित भएपछि उनले आफ्नो आदर्श खेलाडीहरू अनु लामा र जमुना गुरुङसँग खेल्ने मौका पाइन्। सोही वर्ष 17 वर्षको उमेरमा उनले भुटान विरुद्धको खेलबाट अन्तर्राष्ट्रिय डेब्यू गरिन् र पहिलो खेलमै गोल गर्न सफल भइन्। त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। सावित्राले भारतीय महिला लिग मासेथु एफसी र गोकुलम केराला एफसी जस्ता क्लबहरूबाट खेल्दै उपाधिहरू जितिन् र आफूलाई एक प्रोलिफिक गोलकर्ताको रूपमा स्थापित गरिन्। उनको युरोपमा खेल्ने सपना पनि साकार भयो जब उनी इजरायली क्लब हापोएल राहनाना र पछि फ्रान्सेली शीर्ष स्तरीय क्लब एन अभं गुइङगम्पमा सामेल भइन्, जुन कुनै पनि नेपाली खेलाडीका लागि ऐतिहासिक उपलब्धि थियो। हालसालै उनी न्युजिल्यान्डको ए लिगमा वेलिङटन फिनिक्स क्लबमा अनुबन्धित भएकी छिन्। सावित्रा भण्डारीको यात्राले पेट्रियार्कियल सोच र आर्थिक कठिनाइहरूलाई चुनौती दिँदै सपना पूरा गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गर्छ। उनी नेपाली फुटबल इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाउन सफल भएकी छिन् र नेपालका युवा खेलाडीहरू विशेष गरी केटीहरूका लागि एक प्रेरणाको स्रोत बनेकी छिन्। उनको लगन, साहस र सफलताले नेपाली फुटबललाई विश्व मानचित्रमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।